कन्ट्र्याक्ट पेपरै फेक भयो के। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि म नयाँ भिडियोको साथमा आइसकेको छु। आज चाहिँ हामी फेक कन्ट्र्याक्ट पेपरहरू पनि हुँदो रहेछ है। साइप्रस आउने बेला चाहिँ तपाईँहरूको कन्ट्र्याक्ट पेपरमा चाहिँ स्यालेरीहरू अलिक 12-1300 छ, तपाईँहरूलाई चाहिँ त्यो भनेर महँगो पैसा लिन सक्छ। त्यही भएर यो भिडियो चाहिँ तपाईँहरूको लागि हो। अन्तिमसम्म हेरिदिएर सब्सक्राइबहरू सेयरहरू गरिदिन नबिर्सिनु होला है त। ल सुरु गरौँ। फेक कन्ट्र्याक्ट पेपर भनेको चाहिँ कस्तो हुन्छ भने होइन, तपाईँहरूले इन्टरभ्यूमा नि भन्छ तपाईँहरूको लागि स्यालेरीहरू चाहिँ कति छ भनेर होइन। तर यहाँ आएर चाहिँ तपाईँहरूलाई एकचोटि चाहिँ होटलहरूले जेमा काम गरे पनि यिनीहरूलाई त तपाईँले जतिसक्दो कम स्यालेरी दिउँ भन्ने हुन्छ नि त। अनि त्यही भएर चाहिँ तपाईँहरूले अलिक कम स्यालेरी दिन खोज्छ। तपाईँहरूले चाहिँ त्यो बुझ्नुपर्ने हुन्छ कन्ट्र्याक्ट पेपरमा कति छ, त्यो अनुसारले नै मेरो स्यालेरी चाहियो भन्न नि सकिन्न क्या फेरि नेपालीहरूले। किन भनौँ न, अब आएको 1 महिना हुन्छ होइन, तपाईँहरूलाई ल अहिले आएर झडासडा गर्नु होला के होला, तपाईँहरूलाई फुल स्यालेरी त दिँदैन होइन। अब यिनीहरूले त यहाँ बोलाइसक्यो। त्यो बेला चाहिँ के गर्ने भन्दाखेरि होइन, त्यो बेला हो कि गाह्रो भनेको मेन कुरा चाहिँ। मेन नेपालीहरूलाई हामीलाई जो पनि विदेश आउनु भएको छ तिनीहरूको लागि गाह्रो चाहिँ त्यो हुन्छ है। अब त्यसको लागि चाहिँ हामीले कम्प्लेन गर्न नि मिल्दैन कि। नेपालबाट आउँदाखेरि चाहिँ नि मेन पावरले चाहिँ तपाईँहरूको स्यालेरी यिनीहरूलाई यति दिनु नै भनेर नै पठाएको हुन्छ होइन। तर तपाईँहरूलाई पैसा खुवाउनको लागि चाहिँ तपाईँहरूको बढी स्यालेरीहरू अनि गभर्मेन्टले पनि समाउँछ नि त, श्रम हुँदैन। त्यही भएर चाहिँ तपाईँहरूलाई धेरै स्यालेरी छ, तपाईँको पैसा नि बढी लाग्छ भन्ला होइन। तपाईँहरूले राम्रोसँग बुझेर अनि त्यही हो। अब कन्ट्र्याक्ट पेपरमै हो कि मेन कुरा भनेको चाहिँ। कन्ट्र्याक्टै फेक भएपछि त अब के भन्नु होइन। त्यो त यहाँ आएपछि त के भनिदिएर भन न, एभरेज स्यालेरी चाहिँ बढीमा चाहिँ यति जान्छ भने हो भनिदिएको रहेछ क्या प्रायःहरूलाई चाहिँ। त्यही भएर तपाईँहरूले पनि पहिल्यै बुझेर आउनु होला अनि राम्रोसँग बुझेर मात्र विदेश आउनु है। विदेश चाहिँ सोचे जस्तो हुँदैन है। तपाईँहरूले त्यो अब यहाँ आएर जे पनि गर्छु भन्ने चाहिँ सम्झिनु मात्र हो, त सकिँदैन। त्यही भएर चाहिँ तपाईँहरूले मिलाएर बिस्तारै बुझेर आउनुपर्छ विदेश आउँदा चाहिँ। विदेश भने विदेशै हुन्छ केटा हो। तिमीहरूले त सोचे जस्तो अरूले देखाएको जस्तो अब मैले यहाँ भिडियो बनाइरहेको छु होइन, तिमीहरूलाई लागिरह होला है मेरो त मस्त चिन्छ काम भन्ने हुन्छ नि त। त्यस्तो हुँदैन हेर होइन। अब चिल्लै हुन्छ होइन, तर सबैको त्यस्तो हुँदैन है। त्यही भएर चाहिँ तिमीहरूले अरूको देखेर पनि यसो बुझेर होइन आएपछि दुःखै गर्छु भन्ने सोचले ढुक्क भएर आउँदा हुन्छ है त। किनभने नेपाली कम्युनिटीहरू मिलेर होइन सबजना अहिले फलोहरू गर्दै गर्नु सबै। अब तपाईँहरू आउँदै हुनुहुन्छ भने केही गरी अब मेरो होटलमा पनि होइन कुनै बेला त काम खाली हुनसक्छ नि त। तपाईँहरूले केही गरी दुःखै पाउनु हो, अलिकति भने जति दिएन, धेरै कम दियो भने त्यस्तो भ्याकेन्सीहरू भयो भने हामीले पनि त्यो भन्न मिल्छ कि अलि राम्रो काम गरे मिल्छ है। त्यही भएर फलो गर्न चाहिँ नबिर्सिनु होला। अनि सबैजना जोडेर बस्नु होला, साइप्रसमा हुनेहरू अनि आउँदै गर्नेहरूले सबले फलोहरू गरिदिनु होला है त। अनि सबैजना मिलेर नेपाली सबलाई सहयोग गर्नुपर्छ है विदेश आएपछि। अब नेपाली कम्युनिटी पनि धेरै छ हाम्रो साइप्रसमा, धेरै नेपालीहरू हुनुहुन्छ। तर अलिकति भाउ खानुहुन्छ नेपालीहरूले है। नेपाली भएर नेपालीले नै भाउ गर्छ यहाँ चाहिँ। अब 1-2जना माथितिर दिदीहरू हुनुहुन्थ्यो होइन, बोल्दैन भने। त्यही भएर केटा हो, यहाँ कसैको नि भर हुँदैन है। त्यही भएर तिमीहरूले चाहिँ राम्रोसँग बुझेर मिलाएर काममा आउनु पनि हुन्छ।